4 मुखी 5 मुखी 6 मुखी पनि फल्न सक्छ कि भाग्यअनुसार हो के तपाईँको यस्तो भने नि हुँदैन त्यो यो 3 मुखी फल्ने हो त्यसपछिबाट मास्टर चाहिँ अब कति फल्छ जति मुख राम्रो भयो त्यति हो। जति धेरै मुखे भयो उति राम्रो ए यो सादा फेरि तपाईँलाई अब फेरि यो चाहिँ बिरुवा चाहिँ म चाहिँ के गर्छु भने म अन्त पनि माला किनेर ल्याउँछु हजुर हजुर होइन हजुर अनि क्वालिटीको माला बिरुवा मात्रै राख्छु कि नफसोस् हामी रोपे लगाएपछि मलाई फेरि रोपेपछि ओहो फलाना गाउँबाट लगेपछि त राम्रो बिरुवा रहेछ गेडा पाइनेछ बिग्ने गेडाको राखेको छ भनेर चाहिँ मैले चाहिँ हजुर बिउ राखेको अब मान्छेले चाहिँ फ्यालेको यो बजारतिर चाहिँ फ्यालेको पाइन्छ तपाईँहरूलाई अच्छा तपाईँहरूलाई सस्तो पनि पाइन्छ होइन यो चाहिँ म चाहिँ के गर्छु भने यो चाहिँ क्वालिटी अनुसारको चाहिँ मात्रै राख्छु कि त्यो क्वालिटी चाहिँ सबसे बेस्ट त्यो पनि ठिकै क्वालिटी धेरै राम्रो क्वालिटी म भन्न सक्दिनँ हिसाबमा यो राम्रो यो दुई मुखीको हिसाबमा यो राम्रो ए अनि सबसे बेस्ट चाहिँ कुन मुखे राम्रो रोप्दाखेरि चाहिँ अब दुइटै हिसाबमा हेर्दाखेरि चाहिँ हो 3 मुखे 4 मुखे नि त्यसकै ठाउँमा राम्रो क्वालिटी अनि त्यसपछि यो चाहिँ जति सानो भयो भने नि त्यसमा चाहिँ बजारमा चाहिँ जति सानो हुन्छ त्यसको क्वालिटी अनुसारले राम्रो हुन्छ यो मुखेमा चाहिँ भने कस्तो हुन्छ 3-4 मुखे हुन्छ त्योभन्दा बढी 5 मुखेबाट चाहिँ बढी निस्केपछि चाहिँ अनि बजारमा दाना हिसाबले जान्छ कि अच्छा